हेलो नमस्ते टेस्टर्स अफ नेपालमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज म तपाईहरुलाई खसीको मासु प्रेसर कुकरमा पकाएर देखाउनेछु। सामग्रीबाट सुरु गरौँ है त। मैले लिएको छु 1 केजी खसीको मासु, मसिनो गरी काटेको प्याज, टमाटर, कुटेको लसुन अदुवा टिमुर, बेसार, नुन, जिरा, धनिया अनि ल्वाङ र सुकमेल सिनामन। अब सुरु गरौँ है त। कुकरलाई मिडियम हिटमा तताएर थोरै तेल हाल्नुस्। अब यो तातेको तेलमा हामीले अघि राखेको ल्वाङ सुकमेल अनि सिनामनलाई फ्राई गर्छौं। अब त्यसपछि म मासुलाई फ्राई गर्छु। मासुलाई एकछिन राम्रोसँग चलाएर मिडियम हिटमा फ्राई गर्न दिइराख्नुपर्छ। अनि यसमा अलिकति पानी पनि आउँछ कहिलेकाहीँ, त्यो पानीलाई सुक्न दिएर सुक्खा बनाएपछि बल्ल अब यसमा हामी चाहिँ म प्याज हाल्छु। अब प्याज हालेर फ्राई गरेपछि एकछिनमा म फेरि लसुन अदुवा अनि अघि कुटेर राखेको टिमुर पनि फ्राई गर्छु। अब प्याज लसुन अदुवाहरू फ्राई भइसकेपछि अब यसमा नुन बेसार सबै एड गरेर मरमसलाहरू राम्रोसँग मासुलाई फेरि चलाउनुपर्छ। अब यसमा हामीले काटेर राखेको 2टा टमाटरलाई पनि राखिदिन्छु। मैले सानो टमाटर लिएको छु। अब यसमा मैले मिट मसला पनि एड गरेँ। हाम्रो मासु लगभग फ्राई भइसकेको छ, टमाटर पनि गलिसकेको छ। अब यसलाई चलाएर राम्रोसँग एकचोटि फेरि यसमा म अब पानी एड गर्छु। 2 कप जति पानी हालेर यसलाई राम्रोसँग सिटी लगाइदिनुपर्छ, 4-5 सिटी जति। अब हाम्रो मासु सिटी लागिसकेको छ, लगभग पाकिसक्यो। अब हेरौँ है। अब म यो मासुको झोललाई चाहिँ अलिकति पकाएर घटाउँछु र यसको ग्रेभी बनाउँछु। अब हाम्रो रेडी भयो खसीको मासु झोलिलोवाला। हेर्नुहोस् त, खसीको मासु झोल भएको। अब यसलाई म तातो एउटा भाँडामा सर्भ गर्छु। अब खामै त यसलाई मिठो गरी। हजुरहरू केसँग खानुहुन्छ? हजुरहरूले यो मासुलाई चाहिँ भुजासँग, चिउरासँग या तातो पुलाउ या त राइससँग सर्भ गरेर खान सक्नुहुन्छ है त। नमस्ते। हजुरहरूलाई कस्तो लाग्यो त मेरो यो रेसिपी? सायद हजुरहरूलाई राम्रो लाग्यो या मिठो लाग्यो या ट्राई गर्नुभयो, कमेन्टमा पठाउनुहोस् है त।